ओके नाउ अब हामी बुझौँ प्रोडक्सन पोसिबिलिटी कर्भ भनेको के हो। ओके योभन्दा अगाडि हामीले भर्खर पढ्यौँ यसको अजम्सन्स हामी क्लियर भयो। अब प्रोडक्सन पोसिबिलिटी कर्भको मिनिङ चाहिँ के हो त्यो बुझौँ। प्रोडक्सन पोसिबिलिटी कर्भ इज अ कर्भ विच सोज various possible combination of two goods that can be produced with given resources and given technology. यो प्रोडक्सन पोसिबिलिटी कर्भ कस्तो खालको कर्भ अरे भन्दाखेरि इट सोज various possible combination of two goods that can be produced with the given resources and given technology. यो म बुझाउँदैछु तिमीलाई एउटा टेबल बनायो भने। ओके जसलाई हामीले भन्छ पीपीसी शेड्युल। के भन्छ अरे पीपीसी शेड्युल SCHEDULE शेड्युल। राम्रो सुन्नुहोस् र बुझ्नुहोस्। से मैले अघि के भने एउटा फार्मर छ र उसकोमा के छ पिस अफ ल्यान्ड यो जमिन छ। गट इट। यो जमिनमा चाहिँ फार्मरले के गर्ने भएको छ भन्दाखेरि फार्मरले सोचिरहेको छ दुईटा गुड्स प्रड्युस गर्छु भनेर। दुईटा गुड्स के एउटा राइस एउटा के अरे एउटा व्हिट। तिमीहरूको नोट्समा सायद ब्रेड एन्ड बटर समथिङ गएको छ र गन एन्ड बटर भनेर गएको छ। म त्यसलाई रिप्लेस गरेर यहाँ राइस एन्ड व्हिट लेखिदिँदैछु। बुझ्यो। सो एउटा फार्मर छ फार्मरकोमा यो जमिन के छ फिक्स छ। उसले यो जमिनमा के रोप्ने भयो यो जमिनमा उसले राइस र के रोप्ने भयो व्हिट रोप्ने भयो। क्लियर। अब हेर्नुहोस् न उसकोमा के पोसिबिलिटिज छ पोसिबिलिटिज। करेक्ट। पोसिबिलिटिज भन्नुको मतलब उसले के गर्न सक्छ म यहाँ लेखिदिँदैछु पोसिबिलिटिज राइट। फर्स्ट पोसिबिलिटी मैले लेखेँ यहाँ पोसिबिलिटी ए। फर्स्ट पोसिबिलिटी के लेखेँ मैले ए। यसको मतलब उसले यो जमिनमा के गर्न सक्छ। उसले के गर्यो भन्दा नि उसले फर्स्ट सोच्यो उसले रोप्नु त राइस र व्हिट दुइटै रोप्नु छ तर उसले फर्स्टमा के सोच्यो भन्दाखेरि यो जमिनमा चाहिँ डल्लै व्हिट रोप्यो भने डल्लैको डल्लै जमिनमा चाहिँ के रोप्यो अरे व्हिट रोप्छु। डल्लैको डल्लै जमिनमा चाहिँ के रोप्छु व्हिट रोप्छु। व्हिटकै प्रोडक्सन गर्छु र राइसको प्रोडक्सन चाहिँ गर्दिनँ भन्दैछ। राइसको प्रोडक्सन चाहिँ के गर्दिनँ। अब कमन सेन्सले आफै सोच यो जमिनमा उसले धान रोपेन भने राइसको प्रोडक्सन हुन्छ। ओके यो जमिनमा उसले राइस रोपेन सबै जमिनमा के मात्रै रोप्यो व्हिट मात्रै रोप्यो भने राइसको प्रोडक्सन के हुन्छ राइसको प्रोडक्सन 0 हुन्छ। राइसको प्रोडक्सन हुँदै रोपेन भने राइसको प्रोडक्सन कहाँबाट हुन्छ हुँदैन। तर यो डल्लै जमिन उसले केमा युटिलाइज गर्यो व्हिटमा युटिलाइज गर्यो। त व्हिटको प्रोडक्सन से फर इक्जाम्पल उसको कति भयो अरे 15 टन्स। कति भयो अरे 15 टन्स भयो। गट इट। त उसको फर्स्ट पोसिबल कम्बिनेसन के छ डल्लैको डल्लै जमिनमा के मात्रै रोप्ने व्हिट र राइस नरोप्ने। त फर्स्ट कम्बिनेसन बुझ्यो। उसले डल्लै जमिन व्हिट प्रड्युसको लागि युज गर्यो भने त्यसमा राइसको प्रोडक्सन के हुन्छ 0 हुन्छ। ओके नाउ सपोज उसले अगेन फेरि के गर्यो भन्दा आफ्नो माइन्ड चेन्ज गर्यो अरे र उसले भन्दैछ होइन यो जुन चाहिँ पिस अफ ल्यान्ड छ यसमा म के गर्छु भन्दा अलिकति चाहिँ के गर्छु राइस पनि रोप्छु भनेर। अलिकति जमिन चाहिँ केमा युटिलाइज गर्छु राइस अरू सबैमा के रोप्छु अरू सबैमा व्हिट रोप्छु भनेर कुरा गरे अरे। त अब उसको सेकेन्ड पोसिबल के छ सेकेन्ड कम्बिनेसन उसले के गर्न सक्छ जमिनमा भन्दाखेरि अलिकति जमिनमा राइस अरू सबैमा के भन्दैछ उसले व्हिट। त अब हेर्नुहोस् है उसले राइस रोप्यो भने राइसको प्रोडक्सन हुन्छ। से फर इक्जाम्पल मैले एउटा यो हाइपोथेटिकल फिगर लेखेको। हाइपोथेटिकल मतलब त्यसै सम्झिवरी नम्बर लेख्नु। गट इट। त यो नम्बर लेख्ने पनि टेक्निक छ म सिकाउँछु तिमीहरूलाई राइट। सो उसले यो ल्यान्डमा उसले अलिकति जमिनमा राइस रोप्यो अरे के रोप्यो अरे राइस। त राइस रोप्दा यहाँ राइसको प्रोडक्सन 100% राइसको प्रोडक्सन हुन्छ। राइस कति भयो 8 टन भयो। कति भयो अरे 1 टन। त राइसको यति जमिनमा राइस प्रड्युस भयो भने अरू जमिनमा के भयो व्हिट। ओके त अब व्हिटको प्रोडक्सन पहिलाको कम्पेरिजनमा के हुन्छ कम्ती। कम्ती हेर्नुहोस् है डल्लै जमिनमा व्हिट रोप्दाखेरि कति भयो 15 टन्स। अब यही जमिनमा चाहिँ यति जमिनमा चाहिँ राइस रोप्छु भने नि अभियसली के हुन्छ व्हिटको प्रोडक्सन के हुन्छ कम्ती र राइसको प्रोडक्सन के हुन्छ बढ्छ। स्योर। त्यसरी नै उसले के सोच्यो भन्दा होइन हौ अझै के गर्छु म अझै यो जमिनमा चाहिँ म यो कम्बिनेसन पनि गर्दिनँ म यो जमिनमा चाहिँ के गर्छु अझै बेसी राइस रोप्छु भन्दैछ। यतिमा राइस रोप्छु भन्दैछ। त उसले राइस रोप्यो राइसको प्रोडक्सन के हुन्छ होला बढ्छ। राइसको प्रोडक्सन बढ्यो व्हिटको प्रोडक्सन के हुन्छ होला घट्छ। त्यसरी उसले के सोच्यो होइन अझै राइसको प्रोडक्सन के गर्छु बढाउँछु म यति जमिनमा राइस रोप्छु भन्दैछ। यति जमिनमा राइस रोप्छु भन्दाखेरि राइसको प्रोडक्सन के हुन्छ बढ्छ र व्हिटको प्रोडक्सन के हुन्छ घट्छ। क्लियर। त्यसरी उसले के भने होइन
अझै जमिनमा म के गर्छु राइस रोप्छु भन्दाखेरि राइसको प्रोडक्सन के हुन्छ बढ्छ, विटको प्रोडक्सन के हुन्छ विटको प्रोडक्सन घट्छ। क्लियर? र उसले लास्ट के भन्यो होइन यो डल्लै जमिनमा के गर्छु म यो डल्लै जमिन चाहिँ के को लागि युटिलाइज गर्छु राइसको लागि मात्रै युटिलाइज गर्छु, विट त म रोप्दै रोप्दिनँ भन्दैछ, विट म रोप्दै रोप्दिनँ भन्दैछ। त्यसो भने के हुन्छ राइसको प्रोडक्सन बढ्यो, राइसको प्रोडक्सन के भयो बढ्यो, तर विटको प्रोडक्सन के भयो विटको प्रोडक्सन त हुँदैन, किनभने डल्लै जमिन उसले केमा युटिलाइज गर्यो डल्लै जमिन उसले केमा युटिलाइज गर्यो राइसमा युटिलाइज गर्यो। क्लियर? अब बुझ्नुहोस् यहाँ के भयो भन्दा यो पोसिबिलिटिजको मतलब के भयो भन्दा यो एउटा फार्मरकोमा एउटा ल्यान्ड छ, यो ल्यान्डमा उसले कतिवटा गुड्स रोप्ने भयो दुईवटा राइस एन्ड विट रोप्ने भयो, र राइस एन्ड विट उसले थुप्रो कम्बिनेसनमा काम गर्न सक्छ। कम्बिनेसनमा काम, कम्बिनेसन भनेको त उसले यो मात्रै गर्नु सक्ला, यो मात्रै भनेको त एकदम डल्लै जमिनमा के मात्रै रोप्ला विट र राइसको प्रोडक्सन एकदमै नगर्ला, और उसले यो पनि गर्न सक्छ अलिकति जमिनमा अलिकति राइस रोप्ला अरू अरू जमिन केमा युटिलाइज गर्ला विटमा गर्ला, और उसले यो पनि कम्बिनेसन गर्न सक्छ यो पनि कम्बिनेसन गर्न सक्छ यो पनि कम्बिनेसन गर्न सक्छ। दिस मिन्स यो जमिनमा उसले यस्तो प्रकारले कुनै पनि पोसिबिलिटिजलाई युज गरेर उसले यहाँ प्रोडक्सन गर्न सक्छ। यसलाई नै हामीले के भन्छ प्रोडक्सन पोसिबिलिटिज, के भन्छ अरे प्रोडक्सन पोसिबिलिटिज। हेर्नुहोस् है अब यहाँ डेफिनेसन पढ्नुहोस्। प्रोडक्सन पोसिबिलिटी कर्भ भनेको के हो भन्दा प्रोडक्सन पोसिबिलिटी कर्भ इज अ कर्भ, यस्तो खालको अहिले फिगर बनाएर म देखाउँछु यसलाई, यस्तो खालको फिगर हो विच सोज भेरियस पोसिबल कम्बिनेसन अफ टु गुड्स। हेर्नुहोस् है यहाँ हेर्नुहोस् कम्बिनेसन ए यसमा कतिवटा गुड्स छ दुईवटा, कम्बिनेसन बी कतिवटा गुड्स छ दुईवटा, कम्बिनेसन सी कतिवटा गुड्स छ दुईवटा, कम्बिनेसन डी कतिवटा गुड्स छ दुईवटा, कम्बिनेसन ई कतिवटा गुड्स छ दुईवटा। क्लियर? त्यहाँ थुप्रो कम्बिनेसन्स छ, थुप्रो के छ अरे कम्बिनेसन्स छ, र हर कम्बिनेसनमा इच एन्ड एभ्री कम्बिनेसनमा कतिवटा गुड्स छ दुईवटा। र एउटा कुरा चाहिँ यो दुईटै गुड्समा टेक्नोलोजी के युज भएको छ सेम। क्लियर? द्याट क्यान बी प्रोड्युस विथ गिभन रिसोर्सेस, यो जति पनि गुड्स प्रोड्युस भएको छ केमा प्रोड्युस भएको छ सेम पिस अफ ल्यान्ड, मतलब मैले यो प्रोड्युस गरि पनि हालेँ भने मेरो जति जमिन छ त्यसमै प्रोड्युस गर्न सक्छु, त्यसको बाहिर गएर जब प्रोड्युस गर्नु सक्दिनँ। र दुईटैमा टेक्नोलोजी पनि के युज गर्नु पर्यो सेम। यदि राइसमा मैले लेबर युज गरेँ भने विटमा पनि मैले के युज गरेको हुनु पर्यो लेबर युज गरेको हुनु पर्यो। गरे? यसलाई नै हामीले के भन्छ प्रोडक्सन पोसिबिलिटी कर्भ भनेर भन्छौँ। अब यसलाई हामी एउटा फिगरको रूपमा पनि बुझाउँदैछौँ। यहाँ हेर्नुहोस् न यसको फिगर, राम्रो बुझ्नुहोस् है, यो हाम्रो के हो वाइ एक्सिस, यसलाई हामीले के भन्छ वाइ एक्सिस, यसलाई हामीले के भन्छ एक्स एक्सिस। गरे? र हामीले यो जब फिगर बनाउँछ यसलाई हामीले पिपिसी कर्भ भन्छ, के भन्छ यसलाई पिपिसी कर्भ, प्रोडक्सन पोसिबिलिटी कर्भ भनेर भन्छौँ। राइट? यसको फिगर बनाउँदाखेरि हामीले यो जुन चाहिँ कम्बिनेसन्स छ राइस र विटको कम्बिनेसन छ यसबाट कुन चाहिँ गुड्सको प्रोडक्सन बढ्दैछ हेर, कुन चाहिँ गुड्सको प्रोडक्सन बढ्दैछ हेर, राइसको पहिला 0 थियो अब कति भयो 1, त्यहाँदेखि कति भयो 2, त्यहाँदेखि 3, त्यहाँदेखि 4, त्यहाँदेखि कति भयो 5। राइसको प्रोडक्सन के हुँदैछ बढ्दैछ र विटको प्रोडक्सन के हुँदैछ घट्दैछ। त जुन गुड्सको प्रोडक्सन बढ्दैछ जुन गुड्सको प्रोडक्सन के हुँदैछ बढ्दैछ त्यसलाई एक्स एक्सिसमा लिनुपर्छ। केमा लिनुपर्छ अरे एक्स। जस्तो यहाँ हामीले के लियो राइस, के लियो अरे यहाँ राइस लियो। क्लियर? राइस इन के अरे टन्स। त्यसरी यता कुन चाहिँ लिन्छौँ जुन चाहिँ गुड्सको प्रोडक्सन घट्दैछ त्यसलाई यहाँ लिनुपर्छ विट, विट इन टन्स। स्योर? नाउ अब तिमीलाई ग्राफ थाहा छ, ग्राफ कसरी बनाउँछ? राइसको सबसे लोएस्ट कति छ, राइसको सबसे लोएस्ट 0 र राइसको सबसे हाइएस्ट कति छ 5। त मैले यहाँ 1 को स्केल लिएँ, हेर्नुहोस् है 0, 1, 2, 3, 4 र मैले के लिएँ यहाँ 5 लिएँ। त्यसरी विटको सबसे लोएस्ट के छ 0 र हाइएस्ट कति छ 15। त मैले यसरी स्केल लिएँ 0, 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10 गरेर मैले यहाँ एकछिनलाई मार्क गरेँ, मैले 15 मार्क गरेँ। हाइएस्ट कति आयो 15 लाई मैले मार्क गरेँ। ओके? अब प्लटिङ गर्नु, प्लटिङ कसरी गर्छौँ कम्बिनेसन ए को प्लटिङ गर्नु। कम्बिनेसन ए को प्लटिङमा के हुन्छ भन्दा कम्बिनेसन ए हेर जब राइस 0 थियो, जब राइस के थियो 0, अच्छा राइसको लाइन कुन चाहिँ यो लाइन हो, राइसको लाइन यो हो र राइसको यहाँ हेर्नुहोस् ल यहाँ यो चाहिँ ओरिजिन, यसलाई 0 भन्छ, बुझ्यौ? जब राइस 0 थियो विट कति छ हेर्नुहोस् त
राइस 0 हुँदा राइसको लाइनमा 0 हुँदा विट कति छ 15 टन्स मतलब यहाँ पोइन्ट आउँछ क्लियर त्यसरी कम्बिनेसन बीमा हेर्नुस् राइस कति छ भन्नुस् त राइस जसरी 1 टन राइस भयो जसरी 1 टन राइस भयो विट के भयो घट्यो विट घटेर कहाँ आयो अलिकति मुनि आयो त गेस चाहिँ यहाँ 14 आयो अरे के आयो यहाँ 14 यसको सिधा र यसको यो 1 को सिधा यहाँबाट पोइन्ट आउँछ क्लियर त्यसै कम्बिनेसन सी हेर कम्बिनेसन सीमा के हुन्छ से राइस कति टन राइस यहाँ 2 टन छ विट के भएको छ विट घटेर कति भएको छ 12 त यहाँ राइस 2 विट कहीँ यतातिर 12 पाउँछ होला यतातिर कहीँ 12 पाउँछ होला तिमीले यो बनाउँदै गएपछि यस्तो खालको पोइन्ट्सहरु आउँदै जान्छ यस्तो खालको पोइन्ट्स आउँदै जान्छ क्लियर मेरोमा यहाँ प्रपर ग्राफ पेपर छैन द्याट चाहिँ म प्रपर बनाउनु प्रपर मिलेको छैन तर तिमीले ग्राफमा गएर प्लटिङ गरे भने चाहिँ यस्तो पोइन्ट्स आउँछ जुन चाहिँ मैले तिमीलाई नोट्समा फिगर पठाएको छु ओके यसलाई अझ सजिलो पार्नको लागि चाहिँ म यसरी गरिदिँदैछु ल यहाँ यसरी बुझ्नु म ड्रइङै गरिदिँदैछु यो के हो वाइ एक्सिस यो के हाम्रो एक्स एक्सिस यो ओरिजिन यता हामीले के लिनु भने मैले विट यता के लिनु भने मैले राइस मैले यसरी एउटा कर्वै बनाइदिएँ एक्चुअल फिगर चाहिँ हो यसरी आउँछ बुझ्नुभयो अब यहाँ यो पोइन्ट मैले ए लेखिदिएँ यहाँ पोइन्ट मैले के लेखिदिएँ बी यहाँ सी यहाँ डी यहाँ ई यहाँ के लेखिदिएँ एफ यो लास्टको पोइन्ट चाहिँ हाम्रो के थियो अघि एफ थियो स्योर अब यो पोइन्ट्सहरूले के बताउँछ भन्दा यो पोइन्ट एमा कतिवटा गुड्स छ पोइन्ट एमा दुईवटा गुड्स 0 15 त 0 15 भनेको 0 टन राइस 15 टन के हो विट भनेको यो पोइन्टमा के छ पोइन्ट बीमा 1 14 1 टन राइस 14 टन विट पोइन्ट सीमा के भन्दैछ 2 12 2 र के छ 12 यो कम्बिनेसन पोइन्ट डीमा 3 9 यो कम्बिनेसन पोइन्ट ईमा 4 5 पोइन्ट एफमा 5 0 यो सब कम्बिनेसन्स हो यो सब के हो कम्बिनेसन्स हो त यो एक्चुअली के हो भन्दा प्रोडक्सन पोसिबिलिटी कर्व भनेको के भन्दा यो यस्तो खालको फिगर हो र यो फिगरमा हरेक पोइन्टमा दुईवटा गुड्सको कम्बिनेसन छ जस्तो पोइन्ट एमा पोसिबिलिटिज एमा दुईटा गुड्स छ पोसिबिलिटी बीमा दुईटा गुड्स छ पोसिबिलिटी सीमा दुईटा गुड्स पोसिबिलिटी डीमा दुईटा गुड्स पोसिबिलिटी ईमा दुईटा गुड्स र पोसिबिलिटी एफमा दुईटा गुड्स हर पोइन्टमा दुईवटा गुड्स के हुन्छ देखाएको हुन्छ र यो गुड्स चाहिँ कसरी प्रड्युस भएको हुन्छ अरे विथ गिभन रिसोर्सेस एन्ड के अरे गिभन टेक्नोलोजी यसलाई नै हामीले प्रोडक्सन पोसिबिलिटी कर्व भनेर भन्छौँ त बेसिकली प्रोडक्सन पोसिबिलिटी कर्व भनेको के हो भन्दा यो एउटा यस्तो खालको फिगर हो जुन फिगरमा पोइन्ट्सहरू हुन्छ के हुन्छ अरे पोइन्ट्स पोसिबिलिटिजहरू हुन्छ र हर पोसिबिलिटीमा कतिवटा गुड्स हुन्छ दुईटा हर पोसिबिलिटीमा कतिवटा गुड्स हुन्छ अरे दुईटा र हरेक गुड्समा सेम टेक्नोलोजी र सेम रिसोर्सेस युज भएको हुन्छ यसलाई नै हामीले भन्छ प्रोडक्सन पोसिबिलिटी कर्व गट इट सो हामीले प्रोडक्सन पोसिबिलिटी कर्व पढ्दाखेरि चाहिँ प्रोडक्सन पोसिबिलिटी कर्वको अजम्पसन प्रोडक्सन पोसिबिलिटी कर्वको टेबल र प्रोडक्सन पोसिबिलिटी कर्वको फिगर हामीले बनाउन जान्नु पर्छ क्लियर अब आयो वाट आर द फिचर्स यसको फिचर्स के छ यो प्रोडक्सन पोसिबिलिटी कर्वको फिचर्स के छ गट इट याद गर्ने यो प्रोडक्सन पोसिबिलिटी कर्वको फिचर के छ भन्दा नम्बर 1 फिचर और प्रॉपर्टीज भनौँ व्हाट आर द प्रॉपर्टीज अफ प्रोडक्सन पोसिबिलिटी कर्व प्रॉपर्टीज अफ पीपीसी कर्व जुन चाहिँ नोट्समा छ यसको प्रॉपर्टीज के छ भन्दा यसको प्रॉपर्टी दुईटा प्रॉपर्टी छ नम्बर 1 प्रॉपर्टी भन्दाखेरि यो कस्तो शेपको आयो यो कुन शेपमा छ भन्नुहोस् यसलाई कुन चाहिँ शेप भन्छ कन्केभ के भन्छ अरे कन्केभ टु द पोइन्ट अफ ओरिजिन क्लियर सो प्रोडक्सन पोसिबिलिटी कर्व अलवेज के हुन्छ अरे कन्केभ हुन्छ अरे के हुन्छ अरे कन्केभ यस्तो हुन्छ प्रोडक्सन पोसिबिलिटी कर्व अलवेज कन्केभ टु द पोइन्ट अफ अरिजिन कन्केभ टु द पोइन्ट अफ अरिजिन भनेको हेर्नुहोस् है यहाँबाट स्टार्ट भएर यो यसरी माथि जाँदैन यसरी जाँदैन यो के हुन्छ यहाँबाट स्टार्ट भएर मुनिपट्टि आउँछ यसरी आउँछ यसलाई नै भन्छ कन्केभ टु द पोइन्ट अफ अरिजिन क्लियर र अर्को इट स्लोप्स टुवर्ड्स डाउनवर्ड इट स्लोप्स टुवर्ड्स के अरे डाउनवर्ड क्लियर हेर्नुहोस् है यो पोइन्ट चाहिँ पोइन्ट जस्तो हेर्नुहोस् ल यो पोइन्ट एदेखि बी भन्ने पोइन्ट माथि सिफ्ट भएन एदेखि बी अलिकति मुनि आउँछ बीदेखि पोइन्ट सी अलिकति मुनि आउँछ सीदेखि पोइन्ट डी अलिकति मुनि डीदेखि पोइन्ट ई अलिकति मुनि हेर्नुहोस् यो हरेक पोइन्ट मुनिपट्टि सिफ्ट
हुन्छ। यसलाई हामीले प्रपर्टिज अफ पिपिसी भन्छ। के भन्छ अरे? प्रपर्टिज अफ पिपिसी। क्लियर? र यो किन यस्तो भयो, यो किन कन्केभ भयो, रिजन सोध्छ वाइ प्रोडक्सन पोसिबिलिटी कर्भ इज कन्केभ भनेर। त्यो पिपिसी कर्भ कन्केभ हुने कारण के हो भन्दा नम्बर 1 रिजन के हो भन्दा हेर्नुहोस् ल, यहाँ तिमीले जसरी राइसको प्रोडक्सन बढाए नि, राइसको प्रोडक्सन फर्स्टमा तिमीले के गरे थियो, फर्स्टमा तिमीले विट मात्रै रोप्छु भन्यो, तर पछि गएर तिमीले के गर्यो, होइन हौ राइसको प्रोडक्सन पनि बढाउनुपर्छ, हामीलाई त चामल पनि चाहिन्छ भनेर तिमीले राइसको प्रोडक्सन जब बढाए नि, विटको प्रोडक्सन के भयो, घट्यो। क्लियर? त यो कन्केभ किन भयो भन्दाखेरि टु प्रोड्युस मोर अफ वान गुड्स, एउटा गुड्सको प्रोडक्सन बढाउन लागि अर्को गुड्सको प्रोडक्सन घटाउनु पर्छ, त्यस कारणले गर्दा यो के भएको, कन्केभ भएको। क्लियर? किन यो कन्केभ भयो भनेर सोद्धाखेरि हाम्रो आन्सर के हुन्छ अरे, एउटा गुड्सको प्रोडक्सन बढाउन लागि अर्को गुड्सको प्रोडक्सन के गर्नुपर्छ, हामीले घटाउनु पर्छ। इट्स जस्ट बिकज अफ दिस रिजन यो के भएको, कन्केभ भएको। के भएको अरे? कन्केभ। क्लियर? बुझ्नुभयो? यसको रिजन चाहिँ हामीले यो दिनुपर्छ। अर्को वाइ इट स्लोप्स टुवर्ड्स डाउनवर्ड, किन यो तलैपट्टि आयो, यो किन तलपट्टि आयो भन्दाखेरि यसको आन्सर चाहिँ के हुन्छ भन्दाखेरि बिकज अफ एमओसी, बिकज अफ के अरे, बिकज अफ इन्क्रिजिङ एमओसी। एमओसी भनेको के भन्दा मार्जिनल अपर्च्युनिटी कस्ट। एमओसी को मतलब के हो, मार्जिनल अपर्च्युनिटी कस्ट। अब यो भन्नुको मतलब के हो बुझौँ, यहाँ मार्जिनल अपर्च्युनिटी कस्ट भनेको मतलब के हो, राम्रो बुझ्नुहोस्। कहिले पनि पोसिबल कम्बिनेसन ए को हामीले एमओसी निकाल्नु सक्दैन, कम्बिनेसन ए को एमओसी हामीले कहिले पनि निकाल्नु सक्दैनौँ। के कम्बिनेसन ए, यो ए को एमओसी हामीले कहिले पनि निकाल्नु सक्दैनौँ। त यहाँ के हुन्छ भन्दा यसको एमओसी हामीले कहिले निकाल्नु सक्दैनौँ, तर अरूको एमओसी निकाल्नु सक्छौँ। एमओसी भनेको के हो भन्दाखेरि, एमओसी भनेको के हो भन्दाखेरि गुड्स गेन डिवाइडेड बाई के हुन्छ, गुड्स सेक्रिफाइस। सजिलो भाषामा बुझाउँछु, सजिलो भाषामा बुझौँ ल। यहाँ राइसको प्रोडक्सन पहिला कति हो भन्नुहोस्, 0। अहिले राइसको प्रोडक्सन कति छ, 1 भन्नु त, यसको र यसको ग्याप कति छ भन्नुहोस् त, 1 बाट 0 घटाउ 1। बुझ्नुभयो? द्याट मिन्स 1 टन राइस हामीले बेसी प्रोड्युस गर्नुको लागि यहाँ विट कति छोड्यो, पहिला विट कति थियो, 15 टन, अहिले विट कति छ, 14 टन। 1 टन राइसको प्रोडक्सन बढाउनको लागि हामीले विट कति टन छोड्नु पर्यो, 1 टन। अगेन यहाँ हेर्नुहोस्, यहाँ राइसको प्रोडक्सन के भयो फेरि, पहिला 1 थियो अहिले 2 भयो, कति बढ्यो, 1 टन बढ्यो। यो राइस 1 टन बढ्नुको लागि विट कति छोड्नु पर्यो, 1 टन बेसी राइस बनाउनको लागि हामीले कति टन विट छोड्नु पर्यो, 2 टन। यहाँ चेक गर्नुहोस्, अगेन यहाँ राइस 1 टन प्रड्युस भयो, 1 टन बेसी प्रड्युस भयो, तर विट कति छोड्यो, 3। क्लियर? यो तपाईँले बनाउँदै गयो भने यहाँ के हुन्छ, यस्तो कम्बिनेसन यस्तो आउँदै जान्छ एमओसी, 1:1, 1:2, 1:3, 1:4, 1:5। क्लियर? यो ए मा छ, यो बी मा, यो सी मा, यो डी मा, यो ई मा। क्लियर? हो यसरी आउँछ। सरी, यो ए मा हैन, यो बी देखि स्टार्ट भएको छ, बी सी डी ई एफ, यो यसरी आउँछ। यसको मिनिङ के हो भन्दाखेरि 1 टन राइस एक्स्ट्रा प्रोड्युस गर्नुको लागि, 1 टन राइस एक्स्ट्रा प्रोड्युस गर्नुको लागि मैले विट के गर्नु पर्दैछ, बेसी छोड्नु पर्दैछ। फर्स्टमा विट मैले अलिकति छोडेँ, सेकेन्डमा विट मैले बेसी सेक्रिफाइस गरेँ, अझै मैले विट के गरेँ, बेसी सेक्रिफाइस गरेँ। हेर्नुहोस् है, जसरी जसरी मैले राइसको प्रोडक्सन बढाएँ, विट त्यसरी त्यसरी मेरो बेसी 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 घट्दै घट्दै जाँदैछ। यसलाई भन्छ इन्क्रिजिङ एमओसी। के भन्छ यसलाई, इन्क्रिजिङ के भन्छ, एमओसी भन्छ। गट इट? त वाइ पिपिसी कर्भ इज स्लोप टुवर्ड्स डाउनवर्ड भन्दाखेरि यसको आन्सर के हुन्छ भन्दाखेरि ड्यू टु इन्क्रिजिङ एमओसी। के आन्सर हुन्छ अरे यसको, इट स्लोप्स टुवर्ड्स डाउनवर्ड ड्यू टु के अरे, इन्क्रिजिङ एमओसी। मार्जिनल अपर्च्युनिटी कस्ट बढेको कारणले गर्दाखेरि चाहिँ यो के भएको, डाउनवर्ड स्लोप भएको। सो यो थियो हाम्रो प्रोडक्सन पोसिबिलिटी कर्भको कन्सेप्ट।